डर लाग्छ भने सुनको लिफ्ट। अरे कहना क्या चाहते हो? हेलो गाइस, देखो ना गाइस, देखो ना। हेलो गाइज, आज चाहिँ हामी टक्क लगाएर स्काई वर्ल्ड टाउनमा छौँ काठमाडौँको होइन। टक्क केटा र म आएको छु, यता माथि छ, माथि जाने हो अहिले। टिकट दिनु पर्यो। हेलो हेलो, कतिजना? हामी दुईजना हो। हामी दुईजना। कति कति भन्नु भयो? 2000। कति एकजनाको कि दुईजनाको 2000। मेरो भाइ हाँ? मेरो भाइ हो हो गया रहना ए मुआ तर मिलाइदिला। आइस जानै पर्यो। जानु भने अब कस्तो रुगा लागेर अरू भन्दैन यार। धेरै धेरै धन्यवाद। कस्तो लागिरहेको त अनि एकदम रमाइलो। हामी चाहिँ यहाँ खत्रै घुम्नु भनिरहेको छ। मान्छे छैन क्या चाहिँ खाली खाली देखिरहेको छु मैले। यहाँ त माथि जाने अरे कति कति तपाईँको छ होला है। लिफ्ट छ कि हिँड्दै जाने हो? लिफ्ट होला है। कस्तो जाडो लागेर हौ, कस्तो जाडो हौ। हजुर लिफ्ट छ? यहाँ चाहिँ दामी दामी सजाएर राखेको रहेछ है। तिमीबाट पनि बनाउनु टक्क यस्तो छ। प्रवेशद्वार पोखराको बजारमा छ भने त्यो यतापट्टि होला। यहाँभित्र लिफ्ट छ। टिकट देखाउँदा टिकट चाहिँ के यहीँ जम्मा गरेर जानुपर्छ? अब हाम्रो लिफ्ट आउँदैछ यहाँबाट। भयो यहाँ हाम्रो अनन्त देख्दो रहेछ त। जाडो कफी हावा लास्टै हावामा आएर। हेलो गाइज, अब फाइनली हामी चाहिँ लिफ्ट चढिसक्यौँ माथि जानको लागि होइन। अब माथि गएर बबाल रमाइलो हान्नुपर्छ। सुनको लिफ्ट। स्काई वर्ल्ड टावरमा सुनको लिफ्ट लिफ्ट अड्किरहेको यार। लिफ्ट त जाडोले हात पनि कामिरहेको यार। सुनको लिफ्ट। तिमीले मलाई देख्यौ, म तिमीलाई देखाउँछु ल। यस्तो छ है हाम्रो पारा। हामी चाहिँ अब सिङ्गल मान्छेहरू, त्यही भएर साथी दुईजना मिलेर टक्क आएको छौँ। त्यही हो ल। हाम्रो एक्सपिरियन्स कस्तो हुन्छ स्काई वर्ल्ड टावर? कति तोरमै अझै माथि हो, हिँड्दै जानु पर्यो ल। हिँड्नु पर्यो यहाँबाट टक्क। यसो मात्र रहेछ कि लिफ्ट। अब माथि जानलाई चाहिँ जुत्ता खोलेर खोल्नु पर्दैन। ए माथि लाउने हो? ए ठिक ठिक ठिक। किन चिप्लिन्छ भनेर कि कस्तो के हो? लाग्छ भन्नु हाम्रो जुत्ता चाहिँ खतरा भयो है। हाम्रो जुत्ता त यस्तो भयो त। छिरी गइरो खोल। र अब हामी चाहिँ फाइनली माथि आइपुगिसक्यो। माथिको भ्यू कस्तो छ टक्क देखाउँछु मैले तपाईँहरूलाई। अब खतरा छ है ल। काठमाडौँ सिटी पुरै देखिन्छ।
खाना हिजोतिर ल गाइज हेर्नु है, यहाँ चाहिँ यहाँ झर्ना जस्तो देखिन। यहाँ झर्ना त झर्दैन नि हामी। तल देख्यो है हाम्रो लङ्गुर हामी चाहिँ यतापट्टिबाट जान्छौँ। अबि सिरिङ सिरिङ त गऱ्यौँ है खुरल यारमा। मलाई डर लाग्छ जस्तो नि भइरह यहाँ तलबाट यस्तरी खाऊ खाऊ। यहाँबाट खस्यो भने सिधै सक्यो कि यस्तो छ। अब म चाहिँ यहाँ बस्दिन्छु। यहाँबाट तल यस्तो देखिरहेको छ। यही बस्न थालिसक्यो केटा हन हौ तिमी किन डराइरह है। म चाहिँ अलिक डराइरहेको छु खाऊ खाऊ आऊ के डर के आगे जीते। अनि त्यता दौडिने हो अब क्या हाले आऊ आऊ न ताइवान लङ्गराङ भन् तवरी मै ओ यो डराइ ओइ रे ओइ तर जागन तर एंगर चाहिए ओइ ओइ आइयो अयो आले डराइरहेको छ हैन। अब एक राउन्ड हान्नु पर्छ अब। लगाइ जब हामी चाहिँ उतातिर जाँदैछौँ होइन यहाँ यस्तरी यहाँ आकाशमाथि हिँड्दैछौँ। आकाशमाथि उत्रनु हो है हल्का पस्छु डर यहाँ चाहिँ घरमाथि हाम्रो नाच्ने हल्ले यार म चाहिँ के वेट डिजाइन सँगै जाउँ ल माथि हेर्नु न माथि यहाँबाट चाहिँ रानी पोखरी देखिन्छ। टक्क लगाएर यो रानी पोखरी हो। यो धारा कहाँ गयो उता धारा उता साइड छ। त्यहाँ स्वयम्भूको डाँडा यो काठमाडौँ सहर अरू कहाँ कहाँ देखिन्छ सबैजनालाई नमस्ते भन्दै हामी यहाँको छोटो मिठो के भन्ने हल्का कुराकानी गर्दैछौँ। ल कस्तो लागिरहेको त यहाँ माथि आएर घुम्नलाई? अब माथि आएर त भ्यू त आज बबाल छ। मौसम पनि आज क्लियर छ देख्न सक्नुहुन्छ साइडमा टक्क लाएर मौसम पनि आज दामी छ। यहाँ आएर चाहिँ रमाइलै फिल भयो। एकदम भ्यू चाहिँ एकदम बबाल छ। यहाँबाट हेर्नु टुडीखेल देखिरहन्छ हाम्रो सेतो टावर पनि ट्याक्क लाएर त्यो माथि अब सनी साइड पनि एकदम बबाल छ। यहाँ ट्याक्क लाएर यतापट्टि हाम्रो यता लाजिमपाट साइड हेर्नुहुन्छ यहाँबाट स्वयम्भू पनि हेर्न सक्नुहुन्छ। अनि अरू यहाँ आएर चाहिँ काठमाडौँ अल ओभर हेर्न सक्नुहुन्छ। तल हेर्नु खसेला जस्तो चाहिँ देखिन्छ एकैचोटि यहाँबाट चाहिँ होइन। अब अरू त के भन्ने हो एकदम मजा लागिरहेछ मलाई चाहिँ यहाँ आएर। पैसा चाहिँ अलिक पछिल्लो टाइपकै रहेछ ठाउँ। टिकट चाहिँ अहिले फिलहाल 1000 रुपियाँ रहेछ एकजना प्रति। घट्या छैन रहेछ। हाम्रो चाहिँ घट्या जस्तो लागेर अब हामीले यस्तो एक्सपिरियन्स गर्न आएको यहाँ ठिकै लाग्यो। तर ठाउँ त बबालै छ। भ्यू पनि एकदम बबाल छ होइन एकदम दामी। यता हेर्न सक्नुहुन्छ भ्यू पुरै हामी एक पुरै राउन्ड हान्छौँ। तल हेर्न सक्नुहुन्छ सिधै मान्छे पनि कमिला जस्तो देखाएको छन् यहाँबाट।
होइन स्काई वाक टावरको मजा हामी चाहिँ एक राउन्ड लगाउँदैछौँ है। लाग्यो मलाई चाहिँ उसलाई जाडो भाग्ने मलाई नि अब अघि त गर्मी हट हुँदै थियो, अब माथि आयो जाडो जाडो होला जस्तो छ। बरु तल हेर्दा मलाई चाहिँ अलि डर चाहिँ लागिरहेछ, कतै फुटेर खस्ने हो कि भन्ने। तर त्यस्तो हुँदैन, त्यस्तो मलाई लागे मात्रै हो। गुन्डुङडुङै हो, दामी छ दामी। मेरो आवाज आउँछ त भ्यूहरू एकदम दामी 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 भन्दा पनि दामी दामी एकदम माथि खतरा घामलाई बादलले छेकिरहेको एकदम दामी। अहिले हल्का शीतल भएको छ है। यहाँबाट चाहिँ हेर्नु अल ओभर काठमाडौँ सिटी देख्न सक्नुहुन्छ पुरै। एकदम बवाल देखाएको छ, पारी डाँडा वारी डाँडा सब देख्न सक्नुहुन्छ यहाँबाट। कता पो हेर्ने हो तपाईँ आएर। यहाँ कपल्सहरू आए त झन् बवाल, एकदम चिसो सिसो खाएर यसो भ्यू हेर्दै। जाडो जाडो मौसममा तातो तातो बन्ने हो कि कस्तो हान्नु है कमेडी। यहाँ गीत चाहिँ दामी बजाउँदै थियो, नाचिदिनुपर्छ क्या। बार पो यहाँ पनि अब हेलो मेरो साउन्ड आइरहेछ नि, माइक चेक बबाला छ। यहाँ हाम्रो मिस्टर आले भाइ पुरो आज फर्ममा देखाएको छ, पुरै आले भाइ पुरै फर्ममा छ। आले भाइ आज फरारी लाएर फरारी जस्तै देखाएको छ, नाच्दैछ यहाँ। साथमा म पनि छु, म पनि इन्जोय गर्दैछु लाएर। तल चाहिँ हेर्नु त यस्तो डर लाग्दो छ। म सुरुमा डर लाग्यो, अहिले त लाग्दैन, अहिले त बिचमै उभिदिन्छु। तर भाँचेर खस्ला भन्ने चाहिँ डर चाहिँ लाग्दो रहेछ। मेरो त अर्को फोनमा आउँछ कि ए भइहाल्छ नि। ल हामीले जानु छ यताबाट, ऊ उताबाट आउँछ, म यताबाट जान्छु है। टक्क दुईजना एक एक साइडबाट। मलाई चाहिँ डर लागिरहेछ, त्यही भएर म यस्तो बिचबाट हिँड्दैछु, रटरटबाट। खुट्टा त काम्ला जस्तो पो हुन्छ त हौ, कतै म ढल्ने त होइन। त्यही भएर पुरै केटा यताबाट आइसक्यो, दुईजना आइसक्यो। ठिक छ ठिक छ, रमाइलो भइरहेछ। ल गाइज हामी चाहिँ अब यहाँ स्काई वाक टावरमा आएको, त्यही भएर हामी यहाँ जानु लाग्छौँ है। तल हेर्नुहोस्, यहाँ हेर्न सक्नुहुन्छ, यसलाई डर लाग्दो छ है। जानुहुन्न क्या हो, डर लाग्यो। अन्त डरायो नि त उहाँहरू त। अनि जान्यौँ हामी, मलाई डर लाग्छ कि यहाँ, डर लाग्छ भने गाइज अब हामीले जति रमाइलो गरिहाल्यौँ, अब चाहिँ जानु पर्यो होइन। के अरे रात पनि पर्यो, जाडो नि भयो, भोक पनि लाग्यो, क्या हो जानु पर्यो अब चाहिँ। जानु त रमाइलो भयो, जाडो भयो, लास्टै हावा आउने रहेछ, नेटमा केही पनि आउँदैन रहेछ। त्यसमा हालिदिने हो फुड सुज कभर द डस्टबिन। कति मिनट बस्यो हामी, कस्तो भयो एक्सपिरियन्स त ठिकै भयो। मेरो त्यो चस्माको कभर त्यहीँ छ नि। ल अब चाहिँ कहाँ हो लिफ्ट? तल हो, जाडो भयो, लास्टै कक्रियो यार। लाइट्स बगान छ, झुम्रा भन्छ के भन्छ, यहीँबाट हुन्छ नि, उताबाट गीताबाट दुईपट्टिबाटै हो। ए
भसक्कै थाक्यो त हामी त घुमेर होइन र घुमेर भसक्कै थाक्यो यार गीत बजाउँ अब यहाँ लिफ्टमा नाच्दै जाने पैसा गीत बजाउनु तिम्रोबाट युट्युबमा डाउनलोड गरेर छैन गीत बजाउँदा 1000 रुपियाँ बच्यो ओहो 1000 रुपियाँले त भोक पो लाग्यो त यार हामी आयौँ ल नरिसाउनु है भन्नै हुँदो रहेछ सरी है सरी यहाँतिर नि एउटा दुईवटा खिच्ने के त यताबाट अघि यताबाट छिर्या ल यहाँ चाहिँ दामी माछा छ कि छैन यहाँ माछा नि रहेछ त उठाहरू रातो रातो उता दामी छ है यता ल यहाँ त भगवान्हरू नि हुनुहुन्छ त माथिबाट आएको हामी चाहिँ ल गाइज यो चाहिँ हसन बजार हो सो अब हामी चाहिँ घरतिर लागिसक्यौँ फेरि पनि अर्को भ्लगमा भेट्दै गरौँला हामी तपाईँहरू माझमा आउनेछ हामी चाहिँ फाइनली माथिबाट घुमेर आइसक्यौँ होइन थाक्यो यहाँ बनाउनलाई नेट पनि चलेन भएन माथिबाट आएको यस्तो रमाइलो नि भयो नरमाइलो नि भयो चिज नभएर अलिक मजा नि आएन त्यस्तै हो अब जानु पर्यो